कसैले तपाईको मनोविज्ञानको फाइदा उठाइरहेको छ कि छैन भन्ने बुझ्न यी 4 सङ्केतहरू थाहा पाउन जरुरी छ। नम्बर 1, तपाईलाई सधैँ दोषी बनाउने प्रयास गर्छन्। यदि कसैले सधैँ तपाईलाई दोषी महसुस गराएर आफूले चाहेको कुरा गराउँछन् भने उनीहरूले तपाईको भावना प्रयोग गरिरहेका छन् भन्ने कुरा बुझ्नुहोस्। नम्बर 2, तपाईको सहानुभूतिको फाइदा उठाउँछन्। तपाई दयालु र सहयोगी हुनुहुन्छ भनेर बारम्बार तपाईलाई मन दुखाउने कुरा सुनाएर वा नकारात्मक स्थितिमा राखेर तपाईको सहानुभूति प्रयोग गर्छन् र तपाईसँग सानो सानो कुरामा झगडा गर्दछन्। नम्बर 3, सधैँ तपाईले सम्झौता गर्नुपर्छ। सम्बन्धमा सधैँ तपाईले नै समर्पण गर्नुपर्छ, तर उनीहरूले कहिल्यै तपाईको लागि त्याग गर्दैनन् र तपाईलाई सहानुभूति पनि दिँदैनन्। नम्बर 4, तपाईको सोच र निर्णयमाथि असर पार्छन्। उनीहरूले तपाईको आत्मविश्वास घटाएर तपाईको निर्णय क्षमतामा शङ्का उत्पन्न गराउँछन् भने उनी तपाईलाई मानसिक रूपमा नियन्त्रण गर्न खोजिरहेका छन् भन्ने कुरा याद गर्नुहोला र त्यस्ता व्यक्तिहरूसँग सावधान हुनुहोला।